साथीहरू बाबु आज के खान मन लाग्यो अरे तिमीलाई रोस्ट त्यही भएर बाबु र म कुद्दै गएर मासु लिएर आयौँ हेर्नु न म पनि हिँड्दैछु बाबु अघि सानो बाबुलाई नबोकी भएन मलाई नलग्नु भएको म चाहिँ बोक्छु अरे अनि हामीले पनि बोक्न दियौँ त्यसपछि घर लिएर आयौँ बाबुले मसला के काट्नु भएको सानो अदुवा अनि म मसला पिस्दैछु म मसला पिसिसकेपछि बाबु आफै आज मोल्ने भनेर बाबु मोल्दै हुनुहुन्छ म सबै थोक हाल्दैछु हेर्नु न नुन बेसार मसला अनि अघि पिसेको मसला पनि हालेँ र हामीले मोलेर के गर्यौँ छोरो राख्यौँ कति घन्टा राख्यौँ 2 घन्टा राख्यौँ नि 2 घन्टा राख्यौँ हामीले मजाले मोल्यौँ बाबुले मोल्दै हुनुहुन्छ बाबुलाई पनि मोल्न आउँछ किचनमा इन्ट्रेस्ट लाग्छ नि फेरि त्यही भएर हेर न बाबु आफै मोल्दैछ सानो बाबु यहाँनिर छेउमा बसेर कराइरहनु भएको छ अनि बाबुले मोल्नुभयो त्यसपछि हामीले छोपेर राखिदियौँ तिमीलाई नि सानो रोस्ट साह्रै मनपर्छ नि हामीले मोलेर राख्यौँ अब हाम्रो पकाउने बेला भयो होइन छोरी हामीले तेल तताउँदैछौँ तेल तताइसकेपछि हामी के गर्छौँ हामीलाई यहाँनिर हावाले डिस्टर्ब गरेर फेरि हामीले अर्को ठाउँ सार्यौँ नि यो सार्नमा चाहिँ छोरी र मेरो ठुलो भूमिका छ छोरोले मलाई धेरै हेल्प गर्नुभएको छ यो सार्नलाई पनि फलामको कराई भएकाले कराई चाहिँ अलिकति हेर्दा त्यस्तो देखिएको मात्र हो तर कराई सफा छ सानो आज अब रोस्ट सँग के खाने हो हामी रोस्टसँग खै के खाने छोरी हेर न कस्तो राम्रो भ्यू भाइ खेल्दै गरेको छ है बुवासँग भाइलाई बुवा भएपछि कोही चाहिँदैन नि बुवासँग खेल्न पाएपछि कस्तो राम्रो भ्यू पनि देखिरहेछ तिमीले कस्तो राम्रो भ्यू खिचिछौ नि वा हामीले यता सारी पनि सक्यौँ पकाउन पनि थालिसक्यौँ अब हामी पकाउँछौँ भाइलाई त मस्तीसँग भाइले थाहा पाएकै छैन हामी यहाँ छौँ खेल्दैछौँ भनेर नि के गर्दैछौँ भनेर भाइले थाहा नै पाएको छैन ए भाइ त खेल्नमा मस्त छ तिम्रो भोलिदेखि त एक्जाम पनि हो नि सान्सी आजको एक्जाम कस्तो भयो राम्रो भयो भोलि पनि शनिबार भयो नि एक्जाम छ है छुट्टी छैन नि ए कस्तो शनिबार भयो पनि छुट्टी नदिएको क्यामेरा चाहिँ कति हल्ला आएछौ नि तिमीले हो अहिले पनि रोस्ट खाइरहेछौ कि क्या कस्तो भन्छौ त कस्तो मजाले चाहिँ तातेको थियो अनि हामीले त रोस्ट बनायौँ हामीले आफ्नो तरिकाले जस्तै आउँछ त्यस्तै रोस्ट बनाएको आजको रेसिपी कसको मेरो सानो ठुलो छोरोको नि ठुलो छोरोले आज यसरी बनाऊँ भने छोरोको रेसिपीमा हामीले के बनायौँ रोस्ट बनायौँ नि उहाँ न भाइ त तल खेलिरहेको छ हेरिरहेको छ भाइ अझै खेलिरहेछ उहाँ न भाइ बुवासँग कस्तो मस्ती गरिरहेछ नि बाबु यहाँ हेर हाई भाइलाई बुवा भएपछि कोही चाहिँदैन तिमीलाई चाहिँ को चाहिन्छ हौ तिमीलाई मामु भाइलाई बुवा बाबा र आमालाई चाहिँ आमासँग चाहिँ को सानो हाई तिमीलाई मामु भए कोही चाहिँदैन भाइलाई रोस्ट पनि म बेला बेला खर्चाइ पनि रहेको छु बाबु खेलेको हेरि पनि रहेको छु अनि बाबु र म भएर मेरो हेल्पर हो भन्नु कि म बाबुको हेल्पर हो नि आज बाबुले जे भन्नुभयो मैले त्यही गरेँ म त्यससँग हेल्पर भएर कहाँ गइरहेको छु आज बाबुले पनि बुटुका लिएर आउनुभएछ खाइसकेर दिनु अनि तर रमाइलो भएको थियो बाबु र म यसरी टाइम स्पेन्ड गर्न रमाइलो हुन्छ नि छोरी हो कि होइन भन्नु त हेर्नु न मैले फोटो पनि खिचिदिएको थिएँ फोटो पनि कति राम्रो राम्रो आएको थियो अनि हामीले फोटो पनि खिच्यौँ अनि बाबुले र ठुलो बाबुलाई दियौँ अनि एउटा कुरा नि छोरी तिमीलाई यस्तो तारेको कुरो चाहिँ खुब मनपर्छ नि घरमा बनाएको नि सबैभन्दा कसले पकाएको मनपर्छ हौ तिमीलाई मम्मीले पकाएको मनपर्छ तिमी अलिक ठुलो भएपछि त आफै ल्याएर आफै पकाउँछौ होला हौ नभनिकन होइन तिमीलाई पकाउन किन यति धेरै इन्ट्रेस्ट लागेको रमाइलो लाग्छ ए
यहाँ हेर न कस्तो राम्रो भ्यू देखिएको थियो भ्यू माथि राखेर खिचेको फोटो त वाउ आएछ हौ तर बाबु तिमीलाई कस्तो लाग्यो आजको रोस्ट मिठो थियो रोस्ट कस्तो थियो यस्तो गर बाबुलाई नि मिठो लाग्यो अरे नि मिठो लाग्यो भन्दै थियो ठुलो बाबुलाई झन् कस्तो छ सानो रोस्ट मिठो बाई 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 भनिदिनु सानो खोइ बाई बाई भन्नुभएको त बाई